हावै कविले हाम्रो गाउँ त पर्छ नि यो हो वडा नम्बर 1 वडा नम्बर 1 मा सनसेट हेर्नको लागि बब्बाले ठाउँ छ हो उता डाँडाबाट हैन हैन सनसेट मात्र हैन ठाउँ पनि थाहा नगर पुरै देख्छ नि पुरै त नहुनुहोस् ए दामन पालौँ आदि ठाउँमा पनि मजाले देख्छ हो सनसेट थाक्यो के रे सनराइज नाइ मेरो फेरि सनसेट हेर्नलाई चाहिँ त्यो बबाले ठाउँ हो यस्तो ठाउँ नेपालभरि छैन हो नेपालभरि छैन क्या दोस्रो हो ल ठिक छ ठाउँबाट सनसेट हेऱ्यो भने आँखा पनि ठिक हुने स्वास्थ्यलाई नि राम्रो सबै बबाहरू त्यसको लागि चाहिँ यो सनसेट हेर्नुलाई चाहिँ खानहरबार लेक ए हो बाटो हैन बाटो चाहिँ हो डौलीहरूको त्यहाँबाट ल्याएर त चाहिँ पुगिसकेका छौँ अब चाहिँ हाम्रो काम फर्स्ट थाक्यो दाउरा थुपार्छौँ ट्याकटुक गरेर होइन दाउरा थुपारेको तपाईँहरूले अब के सर्टहरू डुङडुङ गरेर होइन त्यही दाउरा थुपार्छौँ 4 किलो मासु ल्याएको छौँ रुखतिर यो रुख चाहिँ के हो यो तर यो रुखलाई पनि ऊ राखिदिनु पर्यो क्या एन्टिलाइट पर्दैन क्या हैन एन्टिलाइट त पर्दैन है थाना बजार हैन थाना बजार हिजोको पुल यो हैन यो थाना बजार अरु त देखेन धुवाले यार धुवा छ के भने कस्तो धुवा है भएन यता यो गाइस दिस इज द लोकेसन अनि हामी अब दौरो खोज्न जाँदैछौँ सागर रेस्ट गर्दैछ त्यही कारणले गर्दा मैले यो भ्लग कन्टिन्यू हान्दैछु यहाँबाट चाहिँ तपाईँहरूले बबाल देख्न सकिन्छ है सनसेट चाहिँ यहाँ जतिको सनसेट अरू ठाउँबाट देखिँदैन के दोष रुख नभाँचौँ रुखसुख हामी दाउरा लिन जाँदैछौँ नवीन र म यस्तो झ्यासहरू लानु पर्ला नि के रे है यो सागरको जग्गा यो यहाँ चाहिँ दाउरा यो हो हाम्रो क्याक्टसको रुख के को रुख हो यो सल्लाह हो कति सानो सल्लाह यार कोइला बन्दैन कोइला पनि दाउरा चाहियो क्या दोस्त कहाँ माथि कहाँ जानु लाग्यो स्पट चाहिँ बवाल छ क्या पिकनिक स्पट हो क्या यो दोस्त चोट भन्नुपर्छ चोट नबजाऊ मजाले डाउट टिप्यो दोस्त चाँडो लिएर कति धेरै दाउरा लिएर आएको दोस्त यो दाउरा त शिवरात्रिसम्म पुग्छ यस दोस्त शिवरात्रिसम्म हामी यहीँ बस्छौँ ओके आई एम रेडी आई एम शिवजीको फ्यान शिवजी द बस शिवजी द गड गडको गड त होइन होला दोस्त गडको गड त ऱ्याम हो नि ऱ्याम क्या ऱ्याम हो क्या ऱ्याम हो नि दोस्त ऱ्याम भन्दा बाहेक अरू के हुन्छ दोस्त ल
खोज्न त जाने छैन यति दाउराले भन्दैछ यस्तो पाराले हुन्छ सुत्केरी पाराले हुन्छ सुत्केरी जस्तै सुत्केरी आइमै हो यो साग पालो न त अब ल है के खोज्न गएको तिमी अचार अचार कसैले यार पोले के हो टर्कीको खुट्टा हो यो त्यस्तै लाग्यो है डाइनोसर डाइनोसर खुट्टा हो होइन अलि देखाएर टोक्रो कस्तो होला टर्कीको खुट्टा भनेर चाहिँ टर्की खुट्टा हो क्या कुखुरा सुरा खुट्टा खानु पाइन्छ होइन यो बाँडा खानुपर्छ के गर्नु आफैले एक्लै हान्न पाए त हुन्थ्यो ल खुट्टा खायो बगाल्यो सिङ्गै बगाल्यो भाइ छ सिङ्गै भयो मजाले चारजना बसेर जिन्दगीको कुराहरू गरेर टक्क सनसेट हेरेर मजाले एउटा सिङ्गै राम्रो पोलेर खाइन्छ तपाईँहरू हेरेर इन्जोय गर्नुहोला र मास्क लाउनु होला है कोरोना आउँदैछ ल है मासु पनि पाक्न लाग्यो है केटा हो होइन मासु चाहिँ ओहो कालै भइसकेछ डोडेर खोइ के हो दोस्त खोइ यस्तो चिजहरू के हो खोइ यहाँ त कडा माल लिएर आएको छ नि त यार त्यस्तो लुकाएर राख्ने तिमीहरू त्यो के हो त्यो थाहा छ अलिक खोल्न न मजाले यार दोस्त मजाले खोल न यहाँ देखा डालमोट देखा दोस्त स्विजरल्यान्डतिरबाट लिएर हो क्या यार हो नि पहाडबाट स्विजरल्यान्ड जाँदा यस्तो डालमोट भेट्यो पागल स्विजरल्यान्ड कुटी पागलबाट हो पिलामको हो कुटी पागल भने कुटी पागल स्विजरल्यान्ड होइन होइन लभली रहेछ है के भन्दै हो त्यो पापड सक्खरखण्डा ल अब ओए मासु त डढ्यो त यार लगाइरहेको के को यो जङ्गली राङ्गो है जङ्गली राङ्गो जङ्गलबाट हामीले शिकार गरेर आयो त्यहाँ जङ्गल देखाउ त दोस्त जङ्गल जङ्गलमा गएर होइन पुरै शिकार खेलेर के को मासु यो बाघको जङ्गली राङ्गो भने जङ्गली राङ्गो अर्ना म त फेरि बाघ सागको बाइकहरू खाँदिनँ नि सिधै यसरी हामी मिल्नु पर्ने क्या है है हो नि खानु न गरेर हान्न हान्दिए नै मिठो हो नाम पिरो त उल्का इन्टरनेसनल लेभल खाने पिरो इस मेरो अनुहार हेरेर थाहा हुन्छ क्या है दुई शब्द भन्नु होला यो दुई शब्द के हो कि मासु अलिकति काँचो छ मिडियम रेयरको पर्यो होइन यो तर होइन यो मिट के अरे जङ्गली राङ्गो यसरी नै खानुपर्छ अरे के स्वाद त यो पनि तताउँछ स्वाद चाहिँ कस्तो छ स्वाद त अचारले मिठो बनाएको हो ल अचारले बबाल राखेको ओइ मेरो म कहिले पिरो नखाने मान्छे पिरो ट्राई गर्दैछु यो बोसो चाहिँ झिक्छ ल यो छाला चाहिँ झिक्छ है छाला है ब्रो रुक
ओ हड्डी पऱ्यो है के हो यो मजा आयो मेरो मुखा थुकायो तिमीलाई मजा आयो म पिरो चाहिँ सही आयो है बवाल यो खाँदा भाइ त्यो बनाउनै पर्छ यहाँ सुत्केट लाएर यहाँ बसिराखेको ल यो छाला खा त अब चाहिँ पिरो ताले क्या पिरो ताल्यो ओए ल कि क्या है पाइँदैन पानीको व्यवस्था छ अमृत है अमृत नामी अमृत अमृत जल नाम अमृत जल रहेछ नि यसको त है ल त यो खा त कहीँ कहाँ भयो नि मलाई त ओभर पिरो भयो होइन ल दोस्त त डर लाग्दो छ त दोस्त खोइ ओए खाऊ है पालको टेस्ट चाहिँ पिरो भयो पिरो त मैले सही राख्छु छु सार्दै दालमट ल त यो हान त यो के छाला दानी यस्तो बवाल चाहिँ नबिने खान कस्तो मन ल पिरो भयो क्या म खान्छु अब यत्रो ठुलो सन्चेर भएर खा पछाडि है मस्त के भएर ओबर ओबर दामी है अब त हामी यो खास सिधेर दिस इज लास्ट बाइट ल यो खै पाकेको है पाया त्यो बिग सर्टवाला चाहिँ सुनेर दिनु सुनेर भिडियो खिच So guys, this is the last part अब है त्यो ठुलोवाला सर्ट हानु सिधै लास्ट पार्ट लास्ट हिरको एक टक्क ओइ डर लाग्दो छ त हेर्दै हेर्दै यो चाहिँ हाम्रो भ्लगको एन्ड यस्तै रमाइलो भ्लग हेर्नको लागि लाइक सेयर चल्दा चल्दै राति भइसक्यो होइन यो चाहिँ लास्ट बाइट है जति नि मासु खान्छ हामी भ्लग खिचेर देखाउँदैनौँ भने मासै भए पो ब्लग खिच्छ त अब त्यो नि भइसक्यो त्यति So guys, आजलाई यति गरौँ हाल्नु न See you in next vlog. Bye. बाई See you. तुम्हारा Bye. मेरे दिल में एक खालीपन है तेरी यादों का एक सैलाब तुझे बिन मेरी हर सांस अधूरी तेरे बिन मेरा हर पल बेकार ऐ दोस्त तुझे मिस करता हूँ हर पल तुझे याद करता हूँ तेरे बिना कुछ भी नहीं है मेरा जीवन अधूरा है।